दर्शकवृन्द नमस्कार। यो 35-36 वर्षदेखि नेपाली जनताका छोराछोरी बेचेर रेमिट्यान्सले भत्ता खाने, सत्ता चलाउने र त्यही रेमिट्यान्सले वृद्धा भत्ता दिएर हामीले वृद्धा भत्ता दिउँ भन्ने डङ्का पिट्नेहरूलाई अब तपाईहरूले ब्याटलबाट होइन, लडाइँ झगडाबाट होइन, एउटा सानो मतपत्र ब्यालेटबाट आफ्नो मत दिएर डाइनामिक नेता चुनेर यी भ्रष्ट अयोग्य नेताहरूलाई परास्त गर्न सक्नुहुनेछ र यो देश उन्नति र प्रगतिको बाटोतिर लान तपाईको ठुलो योगदान हुनेछ। यो बेलैमा बुद्धि पुर्याउनु पर्ने अवस्था छ। अब चेतनाको ढोका खोल्नु पर्ने अवस्था छ। हामीले अब नसोचे कहिले सोच्ने? हामी आफ्ना छोराछोरी मर्दा पनि नआउने गरी विदेश बेचेर गर्व गर्नुपर्ने अवस्था छैन। गर्व गर्नु पनि हुन्न। देश बनाउनु पर्छ। छोराछोरीसँग, हाम्रा सन्तानसँग हामी रमाउन पाउनुपर्छ भन्नेले मत परिवर्तन गर्नुहोस् र यो भनाइप्रति आफ्नो प्रतिक्रिया पनि दिनुहोस्। हस्, धन्यवाद।